आहा गाइस फेरि पनि वेलकम। अब पनि पार्ट 2 सुरु हुँदैछ मेरो भ्लगको यहाँबाट हैन त। अब चाहिँ कहाँ जाँदैछौँ के गर्दैछौँ अलिकति ब्रिफिङ गरिदिनुहुन्छ मम्मी आन्टी बुवाले। ल भनिदिनु त 34 वर्षपछि यहाँ आफ्नो ठाउँमा आएर कस्तो लागिरहेछ? बमाल रमाइलो लागिरहेछ हैन। साथीकोमा बसिया छ। अब पुरानो बसेको ठाउँमा घुम्न जानु लाग्यो बुझिया पनि। अनि कहाँ जाँदैछौँ आज? त्यता घुमेर आएपछि अब साथीहरूसित भेटघाट। बुवा हजुर कस्तो लागिरहेछ त यहाँ भनिदिनु त। अब मैले के भनौँ खै यो पहिलोपटक आएको म यहाँ है। यो ठाउँको नाम आन्टीले भन्नुहुन्छ अहिले। त्यसले गर्दाखेरि अब पहिला घुम त्यसपछि त्यसको प्रतिक्रिया पठाइदिउँला हैन। हैन मिरिकमा त्यस्तो मच्छर लाग्छ भनेको गर्मी ठाउँ हो र मिरिक त्यस्तो जब प्लेन एरिया छेउछाउ हुन्छ नि त्यहाँ चाहिँ मच्छर लाग्छ। पहिला लाग्दैन थियो, अहिले चाहिँ सबै आयो त गएर त सबै ठाउँमा घरद्वार छ, यता खालि दोकान भाडामा दिएको छ। हो यो रेलवे गेट के अहिले यस्तो भइसक्यो त्यो गेट पनि। हो यही हो ठ्याक्कै यसबाट यहाँबाट अनि यता लाग्छ। त्यो मन्दिर उ त्यही यहीँबाट देखेछ कि देवी कुन मन्दिर हो? ऊ त्यहाँ हेर्न देखेछ र त्यही यो मन्दिर। यसरी टर्निङ जान्छ नि यही टर्निङ यतैबाट टर्निङ जान्छ क्या। यता चाहिँ गार्ड रुम भयो तिमीले अस्ति भन्थ्यौ नि मलाई आएको बेलामा क्या। एयरपोर्ट यही त। एयरपोर्ट त सिधा जान्छ नि, यता टर्निङमा हो हामी जाने क्या एयरपोर्ट। हामी टर्निङ जान्छ यता टर्निङ क्या। मेरो यताबाट कहाँ जान्छु त? उताबाट जान्छ। भित्रबाट हामीलाई कहाँ जानै दिन्न नि। खास हामी जाने बाटो चाहिँ यो फोर्सको मान्छे मात्रै जान्छ। बाटो चाहिँ यो हो आलो जाने बाटो। यहाँ यो गेट आएपछि मैले चिनेँ कि यो चाहिँ एयरफोर्सको एरिया हो क्या पुरै। हाम्रो पहाड चाहिँ यता हो कि। यताको धुलो उडाएको है तिमीले पहिला? मलाई नेपालबाट कति सानोमा ल्यायो भने त मलाई थाहा छैन। यहाँ बुझ्यो भने यही रहेछ न। उनले के चिन्छ यो मान्छे त उयो हो। यो हल्का त चिनेँ मैले यता वाला बस्ती हो नि। ग्वालाबाट बिहारीहरू छ नि त यता धेरै दुधवालाहरू। अहिलेको जेनेरेसन धेरै सिनियर हामीभन्दा। हामीले चाहिँ के अरे उसको बुढीहरूलाई दिदी भिनाजु भन्ने क्या उनीहरूलाई हामीले। अब अहिले ऊ पनि बुढी भइसक्यो। बुढो भएर न दादा पोटीमाडी सिधा त्यो बङ्गाली नेपाली अनि बिहारी छ क्या त्यो बस्तीमा धेरै जस्तो। अब यत्रो बाटो हिँडेर चोकमा आउँथ्यो भाइ बाटोलाई हेर है होइन यताबाट सुन्नु भन्नुहोस् त। यताबाट भन्नुहोस् त। त्यही त अब हामी बसेको ठाउँमा जाँदैछौँ होइन। यति लामो बाटो हामी चाहिँ के अरे हिँडेर चोकमा पुगेर बागडोग्रा चोकमा पुगेर अनि बल्ल बस चढ्थ्यौँ क्या स्कुल जाँदा कलेज जाँदा। बस पनि कति कम्ती थियो है। अनि त्यति बेला त के अरे सिधा गुन्द्रुक खदाइ गर्न लाग्थ्यो है। प्रमोदलाई चिन्छौ? प्रमोदलाई बिर्स्यौ? माडे थियो नि। हेलो गुड मर्निङ। ओहो हामी कहाँ आइपुग्यौँ अहिले? हामी यो पुठीमारी भन्ने ठाउँमा आएको। पुठीमारी भन्ने ठाउँमा आएको पहिला बसेको ठाउँ हो क्या हाम्रो गाउँ। बुझेन? बुझेँ। अनि अरू? अनि हामीले हेमन्त दादालाई भेट्यौँ, अनिमा दिदीलाई भेट्यौँ, स्वस्तिलाई भेट्न जाने हो होइन। भेट्यौँ। लगभग 34-35 वर्ष कि कति वर्ष? उहाँ 1982 नितालाई त कति खोजेको नि हौ नभेट्यो। नितालाई नभेट्यो तिमीलाई कहाँ भेट्नु? निता मार्फत हो नि त तिमीलाई भेट्नु। मालागुडी गएको उनी त सरिसकेको थियो।
मम्मीको चाहिँ बेस्ट फ्रेन्ड हुनुहुन्छ उहाँ चाहिँ है होइन नै नै ल ल আরেকটু জায়গা ছিল তোমার ওই যে বিল্ডিংটা ইয়ে ঘরওয়ালা যে কিনছিল তোমাদের কাছে ও আবার অর্ধেকটা বেঁচে দিয়েছে ওই যে সামনে গণেশ বাহাদুর ছিল না গণেশ ও নিয়েছে তোমাদের জায়গা অর্ধেকের কাছে আছে ওইদিকে আসো ওইদিকে তোমাকে দেখাই मम पुरा एक्साइटेड हुनुहुन्छ त्यो भ्लगको बिचमा के ऊ भनिरहनु भएको छ हेर्दै जाउँ है त भेट्छु भनेर देखाइदियो भने भेटेर जान्छु कि यस्तो भेटेर मात्रै गइहाल्छु के अरे मम्मी यो के भयो अरे के हो अरे यो ठाउँ के हो तपाईँको के हो अरे अघि तपाईँले के भन्नु पोथीमारी भन्ने ठाउँ हो अब चाहिँ कहाँ जाँदै हुन्छ तपाईँ यही भने है अघि अगाडि एडभेस्टर भन्थ्यो क्या यही हो क्या यस एरिया यही हो क्या हाम्रो घरको एरिया यही हो यो 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 भयो पहिला हाम्रो यो मैले पनि चिनेको बाटो पनि ठ्याक्कै यही हो क्या আমি লালা লালা থামানো আছে হ্যাঁ ওই তো শশী বললো ছেলের নামে শশী अझै पनि छिटै हिँड्ने बानी छ पुलिसमा भयो होला है पुलिसम्यानहरू त पाउनु पर्यो नि कति वर्षमा आयो एउटा छोरा श्रीमान ल हामी हेर्छौँ है त रियाक्सन कस्तो हुन्छ रहेछ अहिले बद्लियो नि पहिला भन्दाको भन्दाखेरि तिम्रो बस्ने मन त पहिला त पुरा बद्लिसकेको थियो त्यता त बिल्डिङै समाज यो समाज छ हाम्रो नेपाली समाजमा पुरै छ हाम्रो पनि घरको समाज होइन अनि म त जन्मेको आसाममा हो हुर्केको चाहिँ यो बिहा भएको हो हाम्रो बुढामा यहाँको कलकत्ताको सासू पनि हुँदैछ सासू हुन्छ लालाको आमा हो हिजो चाहिँ कस्तो भयो हिजो के हो 24 में हम लोग काम किया था
घरका बल्ल हामी टिकट अलिक खुल्यो बुढीलाई भेट्न पाएन एकदम राम्रै हुने नि कस्तो गरिन्छ पैसा दिदी हे पैसा मैले त किने तो किने किन बुढा दिदी ए आगे बात काठमाडौँ से आया काठमाडौँ से आगे बात पर्ने बात आमेल बात गरिरहनु हुन्छ नि त हम बात करते हो आइए हाम्रो सँगसँगै यहाँको भेट्ने मन रुपाको भन्नु न मन रुपा उजेली सब उज्यालो हेर कस्तो गरेर छोरा जस्तो नि आफ्नो बालखादेखि हुर्केको ठाउँमा हिँडेर आइपुग्यो तब जन्म ठाउँ कसले भुल्छ हो म आशामा चाहिँ भुल्दिनँ मैले कस्तो जानु मन लाग्छ आशामा पनि हेरा दिदी ठुलो को ठुलो बहिनी हो नन्द पर्छ नन्द पर्छ नि अब गाउँको डाँडाको साइनोले नन्द पर्छ नि अब हामी त साथी हो नि खासै भन्दा साइनोले त अब दिदी बहिनी अब साथी नि यस्तो चिसो खानु सक्दिनँ एकलो हे होस् के खायो भन्नु तपाईको हाल डिप फ्रिजमा राख्दैन त भाउजू कोल्ड ड्रिङ्क हो ठिकै छ दिलेको देखेको थिएँ बेला तातो के सबैको भेटघाट गरेर अब निस्किन लाग्यो अनि कहाँ हो कहाँ भनेर सोधेर हे कोलाई दिन्छु भनेर दिदीलाई नि भेट्यो लोभ लाग्दैछ कि घाममा राख्दैन न घाममा कति छ भइसक्यो 10-12 वर्ष भइसक्यो के पनि राख्छ दिदीको बाबुहरू कतिजना छन् सिङ्गै एउटा छ यहाँ जय सबैलाई यहाँ 3 वर्ष ठाउँ कस्तो छ हामी पनि जान्छ यही घर हो यो चाहिँ मम्मी बसेको घर पहिला सुरुमा यसरी बस्नु भएको रहेछ यो घरमा आहा हो भनिदिनु अलिकति केही विषयमा यो पहिला हाम्रो पुरानो घर हो यो पुठीमारीको अझै केही ब्रिफिङहरू के गर्नुहोस् इन्डियाको पुठीमारीमा बसेका थियौँ क्या हामी पहिला यो घर अझै पनि छ भनौँ जन्मेको यही हो कि कसो जन्मेको होइन म हुर्केको चाहिँ यहाँ हुर्केको पढेको यहाँ जन्मेको त म अन्तै हो ल शिलाको पो याद जन्मेको शिलामा उता हेर्नु न उनीहरूले त किनेको किनेर पनि उनीहरूले बेचिन् आधी बेला हामी बसेका थियौँ यहाँ दुःख गरेको ठाउँ हो क्या होइन गाई चराइन कि मैले दुःख गरेको ठाउँ हो नि यो गोबरको गोइठा पातेन कि सबले एकपल्ट जोहोर पानी काट्नु भयो अनि नलमा पानी आउँछ मसिनको स्यान्डीमा हालेर ग्यास हो केही थिएन ग्यासहरू थिएन दाउरामा काँचो दाउरा थियो गोबरको राखेर बाँसमा दाउरामा खाना अहिले ग्यास घरको हर घरमा ग्यास छ अहिले है कति सुविधा भयो दुईटा यो मान्छेको 3वटा पनि ग्यास छ सबिया छ बुढी भइसकेको नि अब सबैको फेस चेन्ज भयो चिन्मारी गाडी म त उजाली दिदी भनेर हैन कान्छा भाइले भने कान्छा चाहिँ यो सुरज हो कान्छासित आउँदैछ हजुर बुझ्या पानी हजुर नमस्ते बाबु मेरो ए ल बाबु
धनमात्र त तपाईँलाई याद गरिरहेको पुलिसदेखि हुनु यो गर्छ अन्त आर्मीको जस्तो लुगा लगाएर पुलिस हो नि आर्मीको लुगा लगाएर आएको टाढैबाट देखेको चाहिँ बाठिन्छ होइन उनीहरू सतर्क हुन्छ भनेर चाहिँ के भएको रे यहाँ के भएको रे भर्खरै एलेक्स के भएको रे यहाँ म त भर्खरै के भनेको छु सङ्गम के टाइपको ए दुईटा नदीको सङ्गम हुन्छ बालासन र महानदीको महानन्दा चाहिँ फेरि माथि टिस्टा भइरहेको अनि बालासन चाहिँ किन कुन खोला त्यो चाहिँ मलाई पर्फेक्ट थाहा छैन त्यो सङ्गम भएर चाहिँ अब यो अगाडि गएर चाहिँ गजलडुब्बामा एन्ड हुन्छ त्यहाँबाट चाहिँ बङ्गलादेश यो पानी यताबाट यो नहरबाट बङ्गलादेश जाने होइन यो पानी चाहिँ यो चाहिँ फुलबारी नगर्ने बाटो हो नबोलाउनु भएको ल्याउँछु म एउटा यस्तो ड्याम चाहिँ इन्डियाकोमा 4टा छ बङ्गालभित्रै पर्छ त्यो 4टा ड्याम चाहिँ एकपल्टमा खोल्यो भने बङ्गलादेश डल्लै डुब्छ अन्त पनि बङ्गलादेश चाहिँ इन्डियासँग कतिवटामा डराएको या उयो भएको कारण यो ड्यामहरू पनि हो यसको फोर्स देख्न सक्नुहुन्छ देखाइदिनु न यसरी लिनु एक मिनट भयो भने चाहिँ यो यहाँनिर सबैले झ्याल खोल्यो भने मिठो बिस्कुट बनाउँछ बिस्कुट फ्याक्ट्री यो चाहिँ रियाक्सन हैन के गर्दैछस् आन्टी फर्किनु ल Let's see the reaction. 1 2 3 ल आन्टी 1 2 3 भेन्टडा उसको जन्म थलो घुमाइला पूजा पानी आउनु भित्र आउनु अमेरिका केटा भाषी उतै बस्यो उतै बेङ्गोली बिहा गरेको उसको विशेष पनि विकास भयो